ल 80 वर्षको हजुरआमाको हातबाट टिका माला सहित आशीर्वाद लिएर हामी अब सिरुबारी होमस्टेबाट पोखरातिर फर्कँदैछौँ। आहा कति सुन्दर, यहाँको बसाइ एकदम अविस्मरणीय नै रहनेछ। साह्रै राम्रो, यहाँको गुरुङ संस्कृति, खानपान, चालचलन एकदम उत्कृष्ट लाग्यो। घरहरू पनि कति सुन्दर छन्, हेर्नुहोस् त। आहा, यहाँ एक रात बसेको यो सामुदायिक होमस्टे भएको भएर प्याकेजमा हुँदो रहेछ। हामी प्याकेज अनुसार नै बिल तिरेर यो गुम्बामा गएर हामी अब पोखरातिर जान लागेको हो। जाँदा जाँदै मलाई एक दुईवटा कुरा भन्न मन लाग्यो यो सिरुबारी होमस्टे सञ्चालन व्यवस्थापन समितिलाई। यहाँ आउँदाखेरि हामीलाई लागेको, किनभने घुम्न आउँदाखेरि मान्छेलाई यहाँको स्थानीय उत्पादनहरू, लोकल चिजहरू खाने साह्रै मन पनि हुन्छ। त्यो भएको भएर यो खानाको परिकारहरू चाहिँ स्थानीय लोकल प्रोडक्टहरू नै युज गर्दा राम्रो होला जस्तो लाग्यो। धेरै जसो भनेको सहरबाटै ल्याएर त्यही कुराहरू बनाउने र खुवाउने चाहिँ मैले पाएँ, यहाँ हामीले पायौँ। त्यो भएको भएर यो लोकल उत्पादनलाई प्रमोट गर्नुपर्छ जस्तो लाग्छ। जस्तै यहाँ एउटा समुदायले 22वटा होमस्टे छन् भन्नुभयो, चलाएको रहेछ। त्यसैले चाहिँ लगानी गरेर कुनै ठाउँलाई अलिकति चक्लाबन्दी गरेर त्यहाँ तरकारीहरू लगाउने, कुखुरा पालनहरू पनि गर्यो भने यहीँको लोकल कुखुराहरू त्यस्तो पनि वहाँ आउने, घुम्न आउने पर्यटकहरू, आन्तरिक तथा बाह्य पर्यटकहरूले चाहिँ त्यो स्वाद लिन सक्नुहुन्छ जस्तो लाग्छ। त्यो कुरामा सुधार गर्ने हो भने आहा, अझ यो सिरुबारी त हेर्नुहोस्, कुरै नगर्नु, स्वर्गको टुक्रा। यति राम्रो छ, यति राम्रो गाउँ छ, हेर्नुहोस् त। आहा, यस्तो राम्रो छ। सबैजना एकपटक यो स्याङ्जाको सिरुबारीको भ्रमण गर्न आउनु होला है त।